चाहिँ नमस्ते अनि चाहिँ बेसी आज साउथ कोरियामा लगभग सबै साथीभाइहरूको गर्मी बिदा चलिरहेको छ। यही गर्मी बिदाको अवसरमा हामी पनि यसो आज हल्का सर्ट ट्रिप हान्दिन आइदिएको। सो हामीसँग हुनुहुन्छ यहाँ श्री। अब दिनुहोस् न आफ्नो परिचय, श्री भनिसक्नुहोस् त। म चाहिँ मोहन आचार्य। एकदम मजा आइरहेछ आज गर्मी बिदा हामीसँग भ्याकेसन मनाउनलाई कोरियाको थेचन गोरेङ समुद्रमा जाँदैछौँ। एकदमै रमाइलो प्लेस छ त्यो है। अनि चाहिँ हामी साथीहरू यहाँ धेरैजना भेला भएर नेपाली खाना परिकारहरू बनाएर हिजो रातिदेखि नै तयारी भएर हामी चाहिँ हिँड्नु लागेको छौँ। 8:30 भनेको थियो तर नेपाली समयअनुसार सो हामीसँग छ एक्सपेन्सिभ गाडी। सो यो गाडी पनि हामीले धेरै दुःखले हामीले रिजर्भ गऱ्यौँ है। यो गाडीको नाम यहाँ चाहिँ लिमुजिन भन्छ। एकदम दामी छ। ल ओके गाइजहरू, अगाडिको यात्रामा तपाईँहरूलाई म फेरि सँगसँगै लिएर जानेछु। अब गाडीभित्रको भ्युज तपाईँहरूलाई म देखाउँदैछु। टक्क भित्र छिर्नेछौँ। अब हाम्रो हुनुहुन्छ यहाँ कोरेङ ड्राइभर आनेको छ यो। सो उहाँले हामीलाई लिएर जाने हुनुहुन्छ। अनि यहाँ भित्र हेर्नुभयो भने यस्तो लाइक एरोप्लेन। सो हामीसँग हुनुहुन्छ यहाँ दुईवटा। के हो दिदी यो चुइगम इज माई फेभरेट सानैदेखि। धन्यवाद दिदी। सो गाइजहरू अब हाम्रो चाहिँ गाडी सुरु भयो अनि गाडी सुरु भइसक्यो। सबैजना भोक लागेको रहेछ। त्यसरी अब ठिकै छ, ठन्डा छ, ठिकै छ खानावाला। सो आदि मान्छेहरूले चाहिँ जुस खाइसक्नु भएको छ साथीहरूले। कोही अब बाँड्दै हुनुहुन्छ। बाँड्दा कस्तो फिल भइरहेछ? पुगेन, बिजोग छ त्यहाँ होला त्यसो भए। सो कन्डिसन केटाहरू अब हेर्दै जाउँ। अब यसो हल्का खानासाना खाइदिउँ, नास्ता खाइदिउँ। त्यसपछि फेरि हेरौँ अगाडि के कस्तो हुन्छ। साथीहरू अब यात्रामा जाँदा हामी अब लगभग बिचसम्म बिचमा आयो होला। घडी हेर्न सक्नुभयो भने अहिले अब 10 हुन लाग्यो। सो साथीहरू अब गीत पनि गाइरहेको छ। अब बोरिङ त त्यस्तो धेरै भएको छैन। यस अब अलिकति पछाडि केटाहरू हेऱ्यो भने रातभर नसुतेर होला अहिले पुरा निन्द्रा पुगाइरहेको छ। सो गाइजहरू हामी अगाडि गइरहेको छौँ। अब अगाडि फेरि अपडेट गर्छु ल। प्रकृतिका कोटि कोटि सम्पदाको वाचन वीरहरूको रगतले स्वतन्त्र अटल ज्ञान भूमि शान्ति भूमि तराई पहाडीमा अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहुजाति भाषा धर्म संस्कृति छ विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। वर्ल्ड कपमा खेले जस्तो एनर्जी हुनु पऱ्यो नि। अब जतासुकै लैजाऊ एक्सप्रेसन दिनु ल। एक्सप्रेसन क्रेजी के एकदम क्रेजी टाइपको। जीवन जतासुकै लैजाऊ मला यो मन्द मेरो नेपाली हो। जसो गरौँ जीवन जतासुकै लैजाऊ मला यो मन्द मेरो नेपाली हो। अरूको भरोसामा बाजिदिन्छ दिदी आउन लाग्यो तपाईँको पालो। सबले गर।
यो मन्त मेरो नेपाली हो सुजरो चाहिँ यो मन्त मेरो राखो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो चुलो र गसरियो बल्ल साग हाम्रो राखो र चन्द्र सूर्य हिमाल चाहिँ अथल्यो ल गाइस साथीहरू अब लगभग हामी यहाँ आइसकेको छौँ बिन्दा दिदी हाउ डु यु फिल राइट नाउ I'm feeling excited. अनि यो कुन ठाउँ हो यो यो चाहिँ बोराङ देक्षनको बोराङ भन्ने समुद्रको किनारामा हामी आइपुग्यौँ। अब एकछिनमा सङ्गति गरेर हामी जान्छौँ। ओके लेट्स सी अब अगाडि के हुन्छ कसलाई हेरेको त्यसरी जाउँ र हामी चाहिँ अब पिकनिक स्पटमा आइसकेको छौँ यहाँ चाहिँ अब उता अगाडि हाम्रो गाडी छ गाडीदेखि साथीहरूले यसरी खानेकुराहरू ल्याउँदैछ ओसार्दै हुनुहुन्छ अलि दुःख गर्दै हुनुहुन्छ यहाँ चाहिँ टक्क लागे भात आइसकेको छ यो चाहिँ के हो पानी होइन पानी आइसकेको छ सो यो के हो अचार हो यो के छ सबै आइरहेको छ अब बाँकी कुरा आउँदैछ सो त्यही हो हेर्दै गर्नु होला के आउँछ साथीहरू लगभग हाम्रो अब खाने आइटमहरू लगभग यहाँ आइसकेको छ अब आदि जुसहरू चाहिँ आएको रहेनछ यहाँ जुसहरू आउने क्रम छ अब यहाँ टन्नै छ टन्नै छ अब टन्नै छ पुग्छ अब आउँदै हुनुहुन्छ मन छ भने कल गर्नु डेलिभरीको सुविधा हामी राख्नेछौँ भविष्यमा सो यङ केटाहरू अब गर्दैछन् हजुर दाइ एकजना खल्लिजा शरण भाइ मात्र यहाँ बसेर हजुर सबैजना माथितिर बस्छौँ ल ओके खल्लिजा चाहिँ हाम्रो शरण भाइ हो ओके बस्छ यहाँनिर ल हामी 8:30 बजेबाट हिँडेको बल्ल बल्ल हाम्रो भात खाने बेला भइरहेछ मासु भात त्यही पनि हेर्छु ल आइटमहरू हामीसँग के छ भनिदिनु त गुरुआमा टक्क लगाएर मासु भन्नु न अलिकति ए ल अब आइटमहरू टन्नै छ अब सबैजनालाई भोक लागिरहेको छ सो अब हामी टक्क लगाएर खाना खान्छौँ अब साथीहरू अब हाम्रो चाहिँ अब खाना खाने बेला भयो लाइनमा छन् के गर्छन् साथीहरू हजुर म खिचिँदैछु कि तपाईँ टेन्सन नगर्नु आइटमहरू हेर्नुभयो भने हामीसँग भेराइटीहरू टन्नै छ मान्छेहरू टन्नै छन् साथीहरू खानाको लागि वेटिङमा छन् साथीहरू अघि टन्नै थियो होइन सब रित्तो बनाइदिइसकेको छ मान्छे टन्नै खाइरहेको छ कोही खाँदैछ के छ म त अलिअलि खाएको खासै मन लागेन सो म त चल्दै गएँ उता गाडीतिर बस्छु बाँकी हुँदैछ अब अगाडि फेरि एकछिनमा हामी समुद्रमा जान्छौँ त्यस समुद्र पछिको फेरि तपाईँहरूलाई म अपडेट दिन्छु फेरि म हल्का अब गाडीभित्र जान्छु गर्मी छ बेसी बाहिर अनि जाउँ भनेको भित्र यहाँ समुद्रको छेउछेउमा यसरी क्याम्पिङ गर्ने ठाउँहरू पनि रहेछ सो यहाँ यस्तो छ उता समुद्र गयो अनि समुद्रबाट आयो पौडी खेल्यो सो अनि यहाँ यसरी क्याम्पिङ गर्दै यहाँ चाहिँ चिलमा यिनीहरू रेस्ट गर्ने अनि खाना अब के हुन्छ सबै गर्ने ठाउँ रहेछ होडेहरू चिल पारामा रेस्ट गर्दैछ अब देखाइरहेको छु सब अब हामी पनि भर्खर सुरुवातीमै छौँ अब जाँदैछौँ बाटोमै छौँ है फाइनली साथीहरू हामी अब बिचमा आइसकेको छौँ सो यहाँ म अहिले तल झरेको छैन माथि नै छु अब जस टाढादेखि तपाईँहरूलाई मैले यहाँ हेर्न सक्नुहुन्छ देखाइदिएको छु मजाले अब के कस्तो छ यहाँको अब गर्मी बेसरी छ अहिले दिउँसोको 1-2 बजिसकेको छ तर गर्मीको मौसममा पनि
मान्छेहरूको भिडभाड चाहिँ क्रेजी नै छ अहिले पनि। तर जस हावा मजाले चलेको कारणले गर्दा शीतल चाहिँ भइरहेकै छ भनौँ है। अब एकछिनमा हामी जान्छौँ। फाइनली हामी धेरै लामो यात्रापछि बिचमा आइसकेको छ हाम्रो भाइहरूसँग होइन। उता पनि हुनुहुन्छ। सो हाम्रो फ्री राइट न भाइहरू? एकदम मजा आइरहेछ हैन? मजा आइरहेछ। त्यत्रो बसको यात्रापछि यस्तो हेर्न पाउँदाखेरि क्रेजी छ नि होइन? अनि भाइ एकदम दामी छ दाइ होइन, सोचेको भन्दा धेरै दामी लाग्यो मलाई। जे होस् बिहानदेखिबाट राति निन्द्र नपुगे पनि अब यहाँनिर रमाइलो गरिन्छ। जस भाइको निन्द्रा चाहिँ यहाँको यो दृश्य, यहाँको यो माहौलले निन्द्रा भगाइदियो होइन? राति तपाईँले भयो। ल साथीहरू, अब हामी यता कतै यसो सामानहरू अलिअलि राख्ने ठाउँ खोज्छौँ अनि यता राखेर त्यसो चाहिँ हामी जान्छौँ। भनेपछि यतातिर राखौँ भाइ है। 2 3 गो। साथीहरू, फर द फर्स्ट टाइम मैले तपाईँहरूलाई समुद्रभित्र गएर चाहिँ मैले यो भ्लग तपाईँहरूको लागि ल्याएको छु। सायद यो मेरो पहिलो भ्लग नै हुनेछ समुद्रभित्रबाट तपाईँहरूलाई। यो चाहिँ खोर्याङको यो खोर्याङमा भएको समुद्र हो। सो साथीहरू चाहिँ अगाडि खेलिरहेको छ। म चाहिँ खासै जान्दिनँ म चाहिँ। अनि त्यही कारण चिल पारेर म चाहिँ छेउछेउमै बसेर हल्का पानी पनि खासै त्यस्तो तातो त छैन, तर अहिले छालेहरू चाहिँ बेसरी नै आइरहेको रहेछ। सो अब म यहाँ भित्र छिरेछु। अब केटाहरूको अब फोटोसोटो खिच्यौँ भन्ने भन्दै थियो। सो अब फोटोसोटो खिच्यौँ केटाहरूको। अब लगभग छाल पनि बढ्दै गइरहेको छ। अब हेर्न सक्नुहुन्छ यसो युज है, युज। अब हामी यसो फोटोसुट हान्छौँ। सो अब त्यही हो। अब मोडलहरू आइसक्नु भएको छ, एउटा मोडल। सो अब अर्को मोडल पनि यहाँ छ टक्क। अब बडी बिल्डिङ हान्दैछ भाइले। ल अब फोटोसुट हामी लाग्छौँ, फेरि भेटौँ ल। यो कुन समुद्र? So how do you feel right now? ल एनर्जी बेस ल भिडियो भयो। पौडी खेलेर आएको अनि यसो हल्का थकाइ लगाएर बसिरहेको छ। साथीहरूले मिठो गफ गरिरहेको छ अनि अरू साथीहरू आउँदैछन्। अब यहाँ अब चटपटे बनाउने कार्यक्रम हुँदैछ। अब त्यही हो, म पनि थाकेर आइरहेको छु। खासै आवाज निस्किरहेको छैन। हेर्नुहोस् अब के छ आजको यात्रा चाहिँ यस्तै भइरहेको छ। लामो पर्खाएपछि अब यता चटपटे पनि तयार भएको छ। सो साथीहरू चटपटे अब खानाको लागि पनि सानो थोरै भिडभाड छ। सो त्यही त हो इन्टरनेसनल हाम्रो नेपालको फेभरेट होइन दाइ? चटपटेको मजा लिइराख्नु भएको छ नि। पौडीको मजा भन्दा चटपटेको मजा बवाल छ नि। त्यसो भए ल अब हामी खाइदिएको अब चटपटे चिल पारेर। सुसन भाइ मस्त छ नि चटपटे? मस्त छ नि भाइ चटपटे? ल अब म पनि खान्छु ल, मेरो नि यहाँ भाग छ। यहाँ रमाइलो कार्यक्रम हुँदैछ। मोटु पत्लुको क्यारेक्टर अब यहाँ बिसिरहेको छ। ल जाओस् ल। मोटु पहिला कि यता जोन पहिला? ल जोनदेखि रे। ल जोनदेखि पहिला रे। ल जोन। ल 1 2 3 गो। पछि चाहिँ लात मारो ल। अलि मजाले भनौ न। मोटु पछि चाहिँ लात मार। ल उतादेखि ल मोटु पछि चाहिँ लात मारो रे। मैले त कहाँ लात मारेको छु? छैन, हातले हानेको भनेर भन। रिप्लाई ल खै त साथीहरू अलि ढिलो गर्यो। सुत्यो क्या साथीहरू? ल रिएक्सन एकदमै फिदा भयो भिडियोको स्कोर सुनेर। हाम्रो अब आउने बुधबार एनिभर्सरी हो। मेरो लागि गीत गाउनु 1 किलो तिमी हौ भन्ने बेला तपाईँ नजिक हुनु पर्दैन। मासु। जानु
मलाई खुसी दिने तिमी नै हौ तिमी नै हो तिमी नै हो तिमी नै हो। त साथीहरू अब हामी आजको घुमफिर सकेर लगभग अब हामी झर्ने ठाउँमा आइपुगिसकेको छौँ। बाहिर हेर्नुभयो भने यस्तो छ साथीहरू, अब गीत गाउँदा गाउँदा कतिखेर झर्ने टाइम आयो त्यो पनि थाहा भएन, पत्तै भएन। सो हामी अब यस्तो छ, यो हाम्रो अन्तिमको दृश्य हुँदैछ तपाईँहरूको लागि। अब फेरि अब इन्डिङ टाइममै छौँ हामी। हेलो गाइस, अब त्यही हो आजको दिन सक्यो। बिहान हामी हिँडेर 8:30 बज्यो, अहिले फर्किँदाखेरि 6:30 बजिसकेको छ। त्यही थकाइ बब्बाले लागेको छ। अब तपाईँहरूसँग खासै त्यति अब इन्टरटेन अब तपाईँहरूलाई मैले खासै अब सबै दृश्यहरू गर्न नसके तापनि जस अलिअलि देखाएको छु हो तपाईँहरू इन्टरटेनमेन्ट हुनुहुन्छ। सो गाइजहरू पछाडि हेर्न सक्नुहुन्छ मेरो अब साथीभाइहरू अब यस्तै छ। अब यो हप्ता यो हप्ता भने यो ब्लगमा यहीँ अन्त्य गर्न चाहन्छु। सो नेक्स्ट टाइम तपाईँहरूलाई फेरि नयाँ ब्लगमा भेट्ने आशा छ। बाई बाई, सी यू इन ल बधाई छ। Dip, 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 dip.